यो वर्षको लाभांश सिजन सुरु भएको छ। यति बेला दुईवटा विकास बैंकले लाभांश घोषणा गरेका छन्। अन्य बैंक तथा वित्तीय संस्थाहरू यति बेला लाभांश घोषणाको तयारीमा जुटिरहेका छन्। आज हामी यो वर्ष उच्च लाभांश क्षमता भएका 9वटा लघुवित्तको चर्चा गर्दैछौँ। यी लघुवित्तको लाभांश क्षमता के कति छ, यी लघुवित्तले यो वर्ष आफ्ना शेयरधनीलाई के कति लाभांश बाँड्न सक्नेछन्, सम्पूर्ण विषयको चर्चा गरौँ। यो वर्ष 40 देखि माथि लाभांश क्षमता भएका 9वटा लघुवित्त रहेका छन्। जीवन विकास लघुवित्त, महुली लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वाभिमान लघुवित्त, सपोर्ट लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, नेस्टो लघुवित्त, छिमेक लघुवित्त र ग्रामीण लघुवित्त। यी 9वटा लघुवित्तको लाभांश क्षमता 42.58% देखि झण्डै 91% सम्म चाहिँ यी लघुवित्तको लाभांश क्षमता देखिन्छ। एकै गरी कुन लघुवित्तको लाभांश क्षमता के कति छ र यी लघुवित्तले यो वर्ष आफ्ना शेयरधनीलाई के कतिसम्म लाभांश दिन सक्नेछन्, सोही विषयलाई चर्चा गरौँ। सबैभन्दा पहिले कुरा गरौँ जीवन विकास लघुवित्तको। जीवन विकास लघुवित्तको लाभांश क्षमता 80.04% रहेको छ। त्यसैगरी मौली लघुवित्तको लाभांश क्षमता भने 42.85% देखिन्छ। डिप्रोक्स लघुवित्तको लाभांश क्षमता 52.83%, स्वाभिमान लघुवित्तको 50.52%, सपोर्ट लघुवित्तको 50.78%, ग्लोबल आइएमई लघुवित्तको 59.16%, नेस्टो लघुवित्तको 69.17% र छिमेक लघुवित्तको लाभांश क्षमता भने 59.72% र अन्तिममा ग्रामीण लघुवित्तको लाभांश क्षमता भने 66.96% रहेको छ। यी 9वटा लघुवित्तको लाभांश क्षमता भने उच्च देखिएको छ। अब चाहिँ यी लघुवित्तले यो वर्ष आफ्ना शेयरधनीलाई कति लाभांश बाँड्न पाउनेछन्, सोही विषयलाई चर्चा गरौँ। यी लघुवित्तको लाभांश के कति बाँड्न सक्नेछन् भन्ने चर्चा गर्नुभन्दा पहिले एउटा कुरा बुझौँ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरणमा भने क्याप लागेको छ। अर्थात् यो वर्ष यी लघुवित्तहरूले भने आफ्नो लाभांश क्षमता अनुसार लाभांश बाँड्न पाउने छैन। किनभने नेपाल राष्ट्र बैंकले खराब कर्जा र पुँजीकोष अनुपातलाई चाहिँ मापदण्ड बनाएर लघुवित्तले बाँड्न पाउने लाभांश क्याप लगाइदिएको छ। जसकारण लघुवित्तले न्यूनतम 5% देखि अधिकतम भने 25% लाभांश बाँड्न पाउँछन्। यदि कुनै लघुवित्तले 25% भन्दा माथि लाभांश वितरण गर्नको लागि उसले थप रेगुलेटरी रिजर्भ जस्तै ग्राहक सुरक्षण कोष लगायतका विभिन्न कोषहरूमा पैसा छुट्याउनु पर्ने हुन्छ। त्यसकारण चाहिँ लघुवित्तले भने अधिकतम 25% सम्म लाभांश वितरण गर्नेछन्। यी 9वटा लघुवित्त मध्येबाट पनि 2वटा लघुवित्तले यो वर्ष भने लाभांश वितरण गर्न सक्ने छैनन्। यो वर्ष ग्रामीण विकास लघुवित्तले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैन भने त्यसैगरी नेस्टो समृद्ध लघुवित्तले पनि यो वर्ष आफ्ना शेयरधनीलाई लाभांश भने दिन सक्ने देखिँदैन। गत वर्षको मुनाफाबाट यो वर्ष यी लघुवित्तको लाभांश क्षमता यति छ, तर गत वर्ष कुनै पनि त्रैमासमा चाहिँ पुँजीकोष कायम गर्न नसकेको लघुवित्तले यो वर्ष आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न पाउँदैन, जुन मापदण्ड चाहिँ ग्रामीण विकास लघुवित्तले पूरा गर्न सकेको थिएन। गत वर्षको थर्ड क्वार्टरमा चाहिँ यस लघुवित्तको पुँजीकोष अनुपात 8% भन्दा कम थियो। पुँजीकोष चाहिँ लघुवित्तले 8% कायम गर्नुपर्छ, त्योभन्दा कम हुँदा लघुवित्तले लाभांश वितरण गर्न पाउँदैनन्। त्यसकारण यो वर्ष ग्रामीण विकास लघुवित्तले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैन। त्यसैगरी नेस्टो लघुवित्तले पनि यो वर्ष आफ्ना शेयरधनीलाई भने लाभांश वितरण गर्न सक्ने छैन। किनभने यस लघुवित्तको खराब कर्जा उच्च हुँदा यो लघुवित्तले यो वर्ष आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैन। नेपाल राष्ट्र बैंकले 15% भन्दा माथि भएका लघुवित्तलाई लाभांश वितरणमा रोक लगाउने गरेको छ। यस लघुवित्तको खराब कर्जा चाहिँ 20.66% देखिन्छ। जसकारण यो लघुवित्तले यो वर्ष भने आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैन। त्यसैगरी अन्य लघुवित्तहरूले चाहिँ के कति लाभांश वितरण गर्न पाउने छन् त उनीहरूको मापदण्ड अनुसार चाहिँ जुन खराब कर्जा र पुँजीकोषको मापदण्ड राष्ट्र बैंकले तोकिदिएको छ त्यस अनुसार चाहिँ यो वर्ष चाहिँ कुन लघुवित्तले कतिसम्म चाहिँ लाभांश वितरण गर्न सक्दछ अर्थात् पाउँदछ, सोही विषयलाई चर्चा गरौँ।
सबैभन्दा पहिले जाउँ जीवन विकास लघुवित्ततर्फ। जीवन विकास लघुवित्तको चाहिँ पुँजी कोष र खराब खर्च हार्दा यो वर्ष यस लघुवित्तले आफ्ना सेयरधनीलाई भने 20% लाभांश वितरण गर्न पाउनेछ। त्यसै गरी महुली लघुवित्तले 15%, डिप्रोक्स लघुवित्तले 20%, स्वाभिमान लघुवित्तले 5%, सपोर्ट लघुवित्तले 20%, ग्लोबल आइएमई लघुवित्तले 20%, नेस्टो लघुवित्तले यो वर्ष चाहिँ खराब कर्जा 20% माथि भएकाले लाभांश घोषणा गर्न पाउने छैन। ग्रामीण लघुवित्तले चाहिँ पुँजी कोष कायम गर्न नसकेको कारण यो वर्ष लाभांश वितरण गर्न पाउने छैन भने अन्तिममा 25% भने छिमेक लघुवित्तको लाभांश घोषणा गर्न सक्नेछ। यो लघुवित्तको लाभांश क्षमता चाहिँ झन्डै 59.72% देखिए पनि छिमेक लघुवित्तको पुँजी कोष र खराब कर्जा न्यून, पुँजी कोष चाहिँ राम्रो भएकाले यो वर्ष यस लघुवित्तले राष्ट्रव्यापीको मापदण्ड अनुसार सबभन्दा अप्पर लिमिट उच्च लाभांश 25% चाहिँ वितरण गर्न पाउनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई भने सब्स्क्राइब गर्नुहोला।